산에되기 개보체 아니 개보되기 왕출라다 빼면서베 지금 이담수로 진다 yap조선에 지기서로 봐 아니 왕주 전부 로직이 다 기랭이 두신들라 믹스기 차 준비들이 제 미망용도 존존체 미망용도 차 차거도 된데 있어요 조진 비루 받대쇼여서 봐 홍차사가 패면도 개벽가를 맞징에 드림이 자진들의 수레스 이미지 코게 당쇼스 차 차고르스는 가능한 거 내 차세소나 내 수남게 타기 말해 안 담이나 용시 바레스니까 나는데 다시 개mol랑 마용 머시시에 마용 가르쳐나야 딩에 겐쿠리 안처럼 차세고레스지네 소데 야나 게 겐쿠는 내 차세조 손데 공 차세용도 언초기 링가디 tum부 망불라 차바 망불라 계속레스 그소로 그래 개보 건설 배 현황 시비지 세제 따지니 당한조 노트쇼 손스 공다스 다시 얘기 들으신 왕쇼기 땐데 들으신 tumbu mambul tortu gyena ani nga na shi yang chi so ne software new yan yore ngama na ja suro chi sene kya su na ro chi syong de ta ngama na shin chi ma chi yong myong e ha ku mar de ina ta nge chi ta ho so ne ni chi so na de linga de ani rangsur su so na ma re so ina ya ta linga khran rangsur so ba ina yang di 계속 지로 tumbu 계획이 차고 도샤베 수업 지로 봐 두서 차상 되니 단다양 랑자 요래 쓰고 돼 되니 디네 송데다 왕초기 링가들이 드링기 두신 딩인데 아니 산제기다 링나치 거저 무kur스기도 아 되니 쮸벤디다 쮸벤 소를 지네 도시네 요송 요고레스 디마요 바이나 되니 양지 거샤들이 용하게 년가 요레스 비치고 되네 송데테 건조 도시네 산제기 링가 도시네 소야기다 룩소디 도시중레 되니 양 가서래 철로그 돈에다 양 왕초기 링게 고라 산제기 아니 링아 서비스라는 야 메시지 괜찮지도 그러와 비행버스도 건설 갈지 산제기 링아 통하면 몇 수는 답변 도스잖아 통하면 도와라 이제 인주 돈을 나라 산제기 링아랑 살라 룩소 되게 중요수 그래서 도도도 되게 있어 यहाँको स्थानीय राजा जो कति चाहिँ तपाईको एउटा डक्टर शिव भक्त अनि शिव भक्त वर्षको आजको तिथिमा अनि शिवको चाहिँ पूजा अनि ठोक गर्नुपर्ने अनि त्यतिखेर राजाको बाई रोयल कमान्ड उहाँको चाहिँ आदेशमा देशको कुनै मानिस अब छुट्नु भएन त्यो उपस्थित जनाउनै पर्यो सहभागी जनाउनु पर्यो अनि त्यसमा एउटा व्यक्तिले सहभागी जनाएन त्यो को थियो भने विरूपाक्ष महासिद्ध विरूपाक्ष महासिद्ध विरूपा आउनु नभएपछि अनि किन राजाको आदेश थिएन को हो त्यो यहाँ ठोक्नु नआउने पूजामा चाहिँ सहभागी नहुने अनि त्यहाँबाट त्यसलाई बोलाउ लिएर आऊ ठोक्नु लगाऊ अनि उहाँलाई ल्यायो अनि उहाँलाई ठोक भन्दाखेरि मैले ठोक्नु मिल्दैन म भगवान् बुद्धको शरणमा परिसकेको मान्छे र त्यो मार्गको अभ्यासबाट सिद्धि प्राप्त गरेको मान्छे मेरो पुण्य चाहिँ यसले थाम्दैन किनभने शिव भनेको त एउटा लौकिक देवा हो त्यसैले अलौकिक चाहिँ पुण्य प्राप्त गरेको व्यक्तिको पुण्य चाहिँ लौकिक देवी देवताले थाम्दैन त्यसैले मैले यहाँ ढोक चढाएँ भने मेरो पुण्य नथामेर यहाँ दुर्घटना हुन सक्छ भन्दाखेरि राजा हाँस्यो एउटा तिमीले मलाई जिस्क्या हो हामी हेर्न चाहन्छौँ ल परिणाम के दुर्घटना भयो भने जिम्मा म ठोकेर ल भने है त तिमीले अब ल म ठोकेँ है त त्यसो भए ढोक चढाउँदाखेरि शिवलिङ्ग तपाईँको 100 टुक्रा फुट्यो कि विस्फोटै भयो शिवलिङ्ग फुटिसकेपछि राजा लगायतका सबै तर्स्यो ओहो यो त अब त हामीले त ठुलो गल्ती गरिरहेको छौँ माफी अब यसलाई जसरी तपाईँले तोड्न सक्ने शक्ति छ भने जोडी पनि दिनु पर्यो भनेर बिन्ती चढाए ल पहिलाको जस्तो त नहोला तर म कोसिस गर्छु भनेर जोडेर बनेको शिवलिङ्ग यो तर त्यसमा त्यो टुक्रा जहाँबाट तपाईँको टुक्रिएको थियो त्यो जोडेको चाहिँ लाइन चाहिँ छ भन्छ कि राम्रोसँग हामीले एकदम डिटेलमा हेर्ने हो अनि पोहोर परार म त्यो हेर्नलाई भित्रसम्म पसेँ एक दिन बिहान पूजा आजको बेलामा चाहिँ एउटा मौका मिलाएर च्यानल मिलाएर गएँ भित्र तर त्यो दुध पानी हाल्दाखेरि चाहिँ स्पष्ट नदेख्दो ल्याउ लाग्यो त्यो ग्याप सबै भरिसक्यो त्यो स्पष्ट नदेख्दो अनि अब त्यो दिनदेखि चाहिँ यो आजको तिथिलाई चाहिँ तिथिका दिन चाहिँ तपाईँको शिवलिङ्गमा भगवान् बुद्धको चाहिँ मुकुट पहिराएन भने अनि अनिष्ट हुनसक्छ दुर्घटना हुनसक्छ त्यसैले अब त्यो नहोस् भन्नको निम्ति अनि यो तिथिका दिनमा चाहिँ यो पहिराउनु पर्छ भन्ने एकदम लजिक चाहिँ ल पुरा यो लजिक चाहिँ यो मिल्छ अहिले तपाईँले विरूपाक्ष पनि त्यही छ राइट हजुर एकदमै त्यो चाहिँ मैले त्यसै चाहिँ मैले सुनिनँ
विरूपाक्षलाई चाहिँ अर्को वेबाट पहिले परपूर्वकालमा मान्छेले सन्यास लिन्थे कि अनि सन्यास लिँदाखेरि अब उसको विरूपाक्षको बाउ मरेपछि आमा सन्यासी हो आमा सन्यापछि पछि विरूपाक्ष विभक्त भएर चाहिँ विरूपाक्ष पनि सन्यासी हो आमा पहिले सन्यासी हो पछि विरूपाक्ष त्यसपछि चाहिँ अब कालान्तरमा चाहिँ अब एउटा चाहिँ ठाउँमा उनीहरूको जम्का भेट भयो तर आमा छोरा भन्ने थाहा थियो तर अभाग्यवश दुईटाको बिचमा सम्पर्क यौन सम्पर्क भयो पछि चाहिँ कुरा गर्दाखेरि चाहिँ आमा छोराको अब यता ठुलो उस भयो भने त्यहाँबाट शिवजीकोमा गएर हामीले चाहिँ यस्तो अन्जानमा यो पाप गऱ्यौँ अब के गर्न सकिन्छ भन्दाखेरि यो त तिमीले फलामको चाहिँ चिउरा एक पाथी चाहिँ एक मुरी चाहिँ फलामको चिउरा चपाए पनि यो पापबाट चाहिँ मुक्त हुन सक्दैन असाध्य नराम्रो काम गर्यो भन्दा चाहिँ शिवले गर्यो अनि त्यहाँबाट चाहिँ विरूपाक्षले होइन यति साह्रो त नहोला त कहाँ चाहिँ पापको पनि सजाय त्यस्तो नहोला एकचोटि भगवान् बुद्धकोमा चाहिँ जानु पर्यो भने भगवान् बुद्धकोमा गयो अनि भगवान् बुद्धले त्यहीँकोमा गएर भगवान् मैले चाहिँ यस्तो हामीले अन्जान जस्तो पाप भयो अनि भगवान्ले बुद्धले भन्नु नम्बर 1 तिमीले आफ्नो पाप गर्यो भनेर स्वीकार्न आफै एउटा मोक्ष हो होइन त्यो नै तिमीले आफ्नो जुन आत्मालोचना गर्यो जुन आफूलाई चाहिँ उस भयो त्यो नै एउटा मोक्ष हो अब तिमीलाई धेरै पश्चाताप छ भने यहाँ चाहिँ नि यो नदीको छेउमा बसेर बिहान बेलुका जपेर साधना गरेर अनि पानी चाहिँ नै चढाउनु भन्ने चाहिँ नै अनि विरूपाक्ष चाहिँ त्यहाँ बसेको भन्ने चाहिँ अर्को कहानी चाहिँ त्यो छ कि तर मोर मिनिङफुल आजको त्यो जुन मुकुट चढाएको चाहिँ तपाईँको कहानी चाहिँ एकदम सान्दर्भिक अनि तपाईँले यहाँ भनौँ न पुजारीको रूपमा चाहिँ कति साल गर्नुभयो अनि त्यहाँदेखि चाहिँ छाया दर्शनको विशेषताहरू अलिकति बताइदिनु म यस भगवान् पशुपतिनाथको पुण्यभूमिमा चाहिँ लगातार म 4 वर्षदेखिबाट काम गरिरहेको छु म माधव प्रसाद ढुङ्गाना मेरो जन्मस्थान चाहिँ नुवाकोट हो यस भगवान् पशुपतिनाथको चरणमा बसेर मैले अहिलेसम्म पूजापाठहरू नित्य गरिरहेको छु र अहिलेसम्ममा चाहिँ छाया दर्शनको मतलब भने चाहिँ भगवान् शिवजी पनि गौतम बुद्ध स्वरूप भएर सन्देशको प्रतीकको रूपमा जुन यो तल मृगेश्वर महादेव हुनुहुन्छ त्यहाँ कली छन् कलीलाई पनि एउटा सानो सन्देश के दिनुभएको थियो भने एउटा ठुलो फलामको लट्ठी दिएर यसलाई सानो सियो बनाएर मात्रै यसले यो लुगा उनेर लगाऊ अनि मात्रै तिमीलाई यो शान्तिको प्रतीक कस्तो हुन्छ भन्ने कुरो तिमीले थाहा पाउनेछौ भनेर एउटा सानो सन्देश दिनुभएको छ र अहिले भगवान् पशुपतिनाथमा आजको दिनमा छाया दर्शनको सुरुवात हुन गइरहेको छ अहिले भर्खरै यहाँबाट मुकुट लिएर जानुभयो गौतम बुद्ध भगवानको मुकुट लिएर जानुभएको छ अनि यो विकास कोषको सञ्चालनद्वारा यो आज जहिले पनि माघ शुक्ल पक्ष चतुर्दशीको दिनमा चाहिँ वर्षमा एकचोटि छाया दर्शन हुन्छ जुन दक्षिणपट्टिको अघोरपट्टि स्वरूपबाट उहाँको चाहिँ दर्शन छाया स्वरूप पाइन्छ हजुर यहाँबाट चाहिँ जुन हामीले जानेर अन्जानमा गरेका पापहरू मोक्ष प्राप्तिको लागि अनि दाम्पत्य जीवनको लागि घर परिवारमा सुस्वास्थ्य दीर्घायुको लागि सन्तान प्राप्ति अनि सन्तानहरूको उत्तर प्रगतिको लागि यो मुखबाट चाहिँ विशेष गरी दर्शन गर्ने चलन छ। पुजारीजीलाई अर्को एउटा प्रश्न मुकुट दर्शन र छाया दर्शन एउटै हुन् कि फरक हुन्? मुकुट दर्शन र छाया दर्शन भनेको एउटै हुन्। त्यहाँ अब शिवजीको स्वरूपमा माथि लगेको छ अहिले भर्खरै यहाँबाट मुकुट लिएर जानुभएको छ। अब त्यो मुकुट लगेर चाहिँ शिवजीको शिवलिङको माथि शिरो भागमा लगेर राखिन्छ अनि त्यही छाया चाहिँ तल हामीले पानीमा देख्न सक्छौँ। त्यहाँ तल अहिले पानी राखिएको हुन्छ पानीको भागमा चाहिँ थोरै निहुरेर हेर्नुपर्छ भगवानको स्वरूप देखिन्छ। तर हामीले त्यो ढोकामा गएर त्यो हेर्नु पाउँदैन ढोकाकै बाहिरबाट भित्रबाट दर्शन पाउँदैन भित्रबाट छाया दर्शन हुँदैन बाहिरबाट थोरै यो सूर्यको प्रकाशको किरणको कारणले गर्दाखेरि सूर्य हुँदैमा देख्यो भने चाहिँ राम्रो फल मिल्छ राम्रो प्रत्यक्ष दर्शन मिल्छ शिवजीको। अनि त्यो मुकुटको भनौँ न ढाँचा कस्तो छ होइन के आकारका छन् र केले बनेका? हजुर त्यो मुकुटको आकार चाहिँ कस्तो भने त्यो हजुरको माने छ नि मुनि माने हुन्छ नि ठुलो त्यस्तै खालको आकारमा बीचमा बाँधिएको छ अनि एउटा कपडाले बेरिएको छ त्यसलाई बनाइएको छ। भन्छन् के अरे बुद्धको स्वरूपमा आज बुद्धको मूर्ति राखिएको भनेर भन्छन् नेपाली भाषा अनुसार। हजुर एउटा मुकुट भने चाहिँ त्यस्तो 5 वटा मुकुट त्यस्तो के होइन केही होइन जस्तो हाम्रो राजा
श्रीपेज भने जस्तो श्रीपेज भने श्रीपेज भने जस्तै शिव गौतम बुद्धको एउटा मुकुट हो मुकुट त्यो आज राखिएको त्यो छ के धातुले बनेको धातु यसकोमा चाहिँ हामीलाई त्यो पूर्ण जानकारी छैन अनि अहिले पछि त्यहाँ हामीलाई दर्शन भएपछि अनि त्यो कहाँ लान्छ त त्यो मुकुट चाहिँ फेरि त्यो निकालेर यथास्थानमा यहीँ आउँछ है हजुर हजुर यथास्थानमा त्यो सबै फेरि बनाउनु फेरि अर्को वर्ष एकैचोटि अर्को वर्ष अनि त्यो प्याक हुन्छ होला है फेरि। प्याकिङ हुन्छ उहाँको आफ्नै स्थानमा लगेर राखिएको हुन्छ भगवानको अनि अहिले भर्खरै यहाँ फेरि एउटा तपाईँको दुई के एउटा चाहिँ भर्खर पूजा जस्तै आएको थियो नि एउटा नेवारी होइन सम्प्रदायको अहिले यहाँ भर्खरै आएको थियो अहिले यस्तो गरेर घुमेर भयो घुमेर उनीहरूको ऊ त्यही हो मुकुट भनेको त्यही हो त्यही हो मुकुट अहिले यहाँ गौतम आयो नि। बुद्धको मुकुट भनेको त्यही हो दुई त्यही मुकुट चाहिँ अहिले भित्र लगेर राखिन्छ त्यो गोलो गोलो बनाएको रहेछ हजुर 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 त्यो बिचमा चाहिँ तपाईँको माने जस्तो छ तपाईँको मानेको आकारको छ ठ्याक्कै त्यो जुन माने घुमाउँछ नि हजुरहरूले त्यहाँ स्वयम्भूमा मैले देखेको थिएँ त्यही स्वरूपमा छ अनि त्यो अहिले जुन डराउने भनौँ न जुन अब ल्याउने चाहिँ मैले यसो हेर्दाखेरि उहाँ नेवारी सम्प्रदाय जस्तो लाग्यो हो नेवार सम्प्रदायका है? मान्छे हजुर हजुर नेवारी हजुर जस्तो लाग्यो उहाँहरू भण्डारीहरू भण्डारी हो हजुर यहाँ पशुपतिनाथको पहिलेदेखिबाट पुर्खादेखिबाट चलिआएका मैले भण्डारी चाहिँ यहाँ लगेन त यताबाट कहीँ गयो त उहाँहरू यहाँदेखिबाट तल फेरि दर्शन गराउँदै कता कता हो घुमाएर दर्शन गर्ने हो क्या पुरै घुमाएर नि अब ल्याएर ए म लिएर आएँ। फेरि लगेर यहाँ छ पशुपति दर्शन भइसक्यो अब फेरि पुरै घुमाएर घुमाउने अनि फेरि लगेर त्यही स्थानमा फेरि लगेर बाजा अब भित्र लगेपछि मात्रै खोल्ने है त्यो हजुर हजुर धेरै धेरै धन्यवाद खोल्ने होइन त्यो जस्तो स्वरूप भयो त्यस्तै राख्ने हो शिवको शिरमा ए घुमाउनु पर्यो कि वरिपरि जति पनि मठ मन्दिर देवी देवता छ सबैतिर घुमाउनु पर्यो घुमाउने अनि त्यहाँ लगेर त्यही स्थानमा राख्ने हामी यस्तो गर्दैछौँ भनेर देखाउने हो